सम्पूर्णमा नमस्ते। तपाईँहरूको माझमा आज विगतको नासोमा सोधिएको जेनरल नलेजको क्वेसन लिएर आएको छु। आशा छ यो भिडियो तपाईँहरूलाई महत्त्वपूर्ण हुनेछ र तपाईँहरूको तयारीमा यसले मद्दत पुर्याउनेछ भन्ने मेरो एकदमै विश्वास रहेको छ र मेरो च्यानललाई लाइक गरिदिनु होला, फलो गरिदिनु होला। भविष्यमा अझै यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने र म अबदेखि हप्ताको 3-4 दिन जहिले एकदमै जिकेको इम्पोर्टेन्ट कुराहरू, पास्ट क्वेसनहरू पब्लिस गर्ने नै छु, हाल्ने नै छु। ल सुरु गरौँ। पहिलो क्वेसन सोधिएको थियो, नेपालको सबैभन्दा बढी गर्मी हुने स्थान कुन हो? र यसको सही उत्तर छ नेपालगञ्ज। दोस्रो क्वेसन रहेको थियो, विश्वमा पहिलो छापाखाना कसले स्थापना गरेका हुन्? यसको सही उत्तर हो गुटेनबर्ग। तेस्रो क्वेसन रहेको थियो, हिमशिखर र हिमशृङ्खलाको सही जोडा मिलाउनुहोस्। काङवाचेन हिमशिखर कञ्चनजङ्घा हिमशृङ्खलामा पर्दछ। लोत्से हिमशिखर महालङ्गुर हिमशृङ्खलामा पर्दछ। मनासलु हिमशिखर मनसिरी हिमशृङ्खलामा पर्दछ। अन्नपूर्ण प्रथमको अन्नपूर्ण रहेको छ। सो यो सही जोडा यही रहेको छ। र चौथो क्वेसन सोधिएको थियो, पाटन महाबौद्ध मन्दिर कुन शैलीमा स्थापना गरिएको हो? शिखर शैली। र अर्को क्वेसन रहेको थियो, नाचहरू हेरेर जोडा मिलाउनुहोस्। लाठी नाच थारू, कार्तिक नाच नेवार, चण्डी नाच राई, तरबारे नाच गन्धर्व। तपाईँहरूलाई यो क्वेसन यसरी पनि सोध्न सक्छ, देहायका मध्ये थारू जातिले मनाउने नाच कुन हो भनेर पनि सोध्न सक्छ। यसरी जोडा मिलाउ पनि सोध्न सक्छ। यस्ता क्वेसनहरू विगतमा धेरै सोधिएको पाइन्छ र एकदमै महत्त्वपूर्ण रहेको पनि छ। र यस्तै गरेर अगाडि बढौँ। 15औं योजनाको अन्त्यमा नेपालको आर्थिक वृद्धि दर लक्ष्य कति रहेको छ? यसको वृद्धि रहेको छ 10.3%, 10.3% प्रतिशत रहेको छ। र तपाईँहरूलाई 16 योजनाको कति रहेको छ यताउति पनि सोध्न सक्नेछ। अबको भिडियोमा म यसरी हाल्ने नै छु। यो चाहिँ मेरो पहिलाको नासुको क्वेसनको एन्सर मात्र हो। र अर्को क्वेसन सोधिएको थियो, नेपालको जिडिपीमा प्रदेशको योगदान बढीबाट कम क्रम कुन सही छ? यसको प्रथम थियो बागमती, त्यसपछि कोशी र लुम्बिनी। अर्को क्वेसन सोधिएको थियो, सामान्यतया झुटो बोलेको पत्ता लगाउने प्रयोग गरिने यन्त्रको नाम के हो? र यसको सही उत्तर थियो पोलिग्राफ। अर्को क्वेसन सोधिएको थियो, एक वयस्क व्यक्तिलाई प्रतिदिन कति प्रोटिन आवश्यक पर्दछ? र यसको सही उत्तर थियो प्रति किलोग्राम शरीरको तौलमा 1 ग्राम। अर्को क्वेसन सोधिएको थियो, दिएको मध्ये नवीकरणीय ऊर्जाको स्रोत कुन हो? बायोम्यास। यो चाहिँ अप्सनमा यही भएर यसको एन्सर यही भएको थियो। अप्सनमा फरक पनि हुनसक्छ। यो चाहिँ अप्सन वाइज थियो। मैले चाहिँ अप्सन भेटाएको थिएन। मैले जस्ट क्वेसन र यसको एन्सर गरेर तपाईँहरूलाई दिइरहेको छु। र अर्को क्वेसन सोधेको थियो, दोस्रो संयुक्त राष्ट्र सङ्घीय वातावरण तथा विकास सम्मेलन कहाँ भएको थियो? यो चाहिँ यसको सही उत्तर रहेको छ ब्राजिल। यस्तो क्वेसन सोध्न सक्ने एकदमै प्रबल चान्स रहेको छ। र सबभन्दा इम्पोर्टेन्ट क्वेसन रहेको छ दिगो विकासको। यो पहिला सोधिसकेको क्वेसन हो। दिगो विकासको लक्ष्य अनुसार जोडा मिलाउनुहोस् भनेको थियो। लक्ष्य नम्बर 4 मा पर्दछ गुणस्तरीय शिक्षा, लक्ष्य नम्बर 7 मा पर्दछ स्वच्छ ऊर्जा, लक्ष्य 9 मा पर्दछ उद्योग नवप्रवर्तन र पूर्वाधार, र लक्ष्य नम्बर 11 मा पर्दछ दिगो सहर तथा समुदाय। दिगो विकासको 17वटा लक्ष्य छ। तपाईँहरूले सबै याद गर्नुहोला। विगतका दिनहरूमा एकदमै सोधिएको छ। कहिलेकाहीँ यसरी पनि सोध्न सक्छ, लक्ष्य नम्बर 4 मा कुन पर्दछ भनेर डाइरेक्ट पनि सोध्न सक्छ, यसरी पनि सोध्न सक्छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन छ। तपाईँहरू यो नछुटाउनु होला र पढ्नु होला। र अर्को क्वेसन, यो पनि विगतमा धेरै सोधिएको क्वेसन र लास्ट टाइम पनि सोधेको नासुको क्वेसन हो। सार्क मुलुकसँग नेपालको दौत्य सम्बन्ध सही क्रममा मिलाउनुहोस्। यसको सही क्रम रहेको छ भारत, श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मालदिभ्स, भुटान। यो याद गर्नु होला। यसलाई सर्टकट बनाएर पनि याद गर्न सकिन्छ। र भारतको कुन राज्यमा कुती र मैते समुदायको युद्ध चलिरहेको छ? र यसको उत्तर सही रहेको छ मणिपुर। तर यो विगतको क्वेसन थियो 2080 साल भदौ 2 गते सोधेको क्वेसन थियो। सायद अहिले यो क्वेसन रिलेट गर्न नमिल्ला, तर मैले पहिलाकै क्वेसनको उत्तरहरू लेखेको हो यसमा। र यो क्वेसन अर्को क्वेसन सोधेको छ, स्पेयर पुस्तकको लेखक को हुन्? यसको सही उत्तर रहेको छ प्रिन्स ह्यारी। र अर्को क्वेसन सोधेको थियो, मोबाइल फोनका आविष्कारक को हुन्? र यसको सही उत्तर रहेको छ मार्टिन कुपर। यसै गरी
अर्को क्वेसन सोधेको थियो गजेडी ताल कुन जिल्लामा पर्दछ र यसको सही उत्तर थियो रूपन्देही। विगतका दिनहरूमा कुन ताल कता पर्छ भनेर पनि एकदमै सोधेको क्वेसन छ र यस्तो कुरो क्वेसनहरू इम्पोर्टेन्ट हुन्छ, तपाईँहरू एकदमै राम्ररी हेर्नुहोला। र 19मा सोधिएको थियो तलका भनाइ विचार गर्नुहोस्। नेपालमा 2062 देखि सिडिएमए फोन सेवा सुरुवात भएको हो। विश्वमा दूरसञ्चार दिवस प्रत्येक वर्ष मे 17मा मनाइन्छ। सो दुवै उत्तर सही रहेको छ। तपाईँहरूले यसरी पनि सोध्न सक्छ सिडिएमए फोन नेपालमा कहिले सुरुवात भयो भनेर सोध्न सक्छ र विश्व दूरसञ्चार दिवस कहिले मनाइन्छ यसरी पनि सोध्न सक्छ। यसरी एकैचोटि गरेर पनि सोध्न सक्छ। यस्तो क्वेसनहरू इम्पोर्टेन्ट हुन्छ, यो पनि हेर्नु होला है। ग्रामी अवार्ड 2022मा सङ अफ द इयर जित्ने गीत कुन हो? यसको सही उत्तर हो जस्ट लाइक द्याट। र यो 21 नम्बरमा जोडा मिलाउनुहोस् भनेर सोधेको थियो। गोर्खा संस्थान कसमा पर्छ? सामाजिक क्षेत्रमा। नेपाल खानेपानी संस्थान सेवा क्षेत्रमा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी औद्योगिक क्षेत्रमा। दुग्ध विकास संस्थान जनउपयोगी क्षेत्रमा। र सामाजिक क्षेत्रमा कतिवटा पर्छ, सेवामा कतिवटा पर्छ, औद्योगिकमा कतिवटा पर्छ, जनउपयोगीमा कतिवटा पर्छ पनि सोध्न सक्छ। यो क्वेसन पनि एकदमै इम्पोर्टेन्ट रहेको छ। म अब आउने भिडियोहरूमा सबै तरिकाले हाल्नेछु, तपाईँहरूको सुझाव अनुसार नै हाल्नेछु म। यो चाहिँ मेरो विगत 2 वर्ष अगाडितिर आएको नासुको क्वेसन मैले गरेको हो। र अर्को क्वेसन सोधेको थियो तलका भनाइ विचार राख्नुहोस्। नीलगिरी हिमाल कर्णाली प्रदेशमा पर्दछ। नेपालमा 20वटा हिमाली जिल्ला छन्। कमला नदी महोत्तरी र सिराहा जिल्लाको सिमाना हो। कमिनीदा बारा जिल्लामा पर्दछ। र यसको सही उत्तर रहेको छ 4 नम्बर कमिनीदा बारा जिल्लामा पर्दछ। अरू सबै रङ छ। तपाईँहरूलाई यसरी पनि सोध्छ क्वेसनहरू, त्यसैले तपाईँहरूले सबै कुरा पढ्नुपर्ने हुन्छ यसमा। 23 नम्बर क्वेसन रहेको छ दिएको भनाइ विचार गर्नुहोस्। 9औं फिफा महिला विश्वकप 2023को आयोजक राष्ट्रहरू अस्ट्रेलिया र न्युजिल्यान्ड हो। दोस्रोमा एसियाबाट 4 देशहरू चीन, जापान, फिलिपिन्स र दक्षिण कोरिया फिफा विश्वकप 2023मा सहभागी भएका हुन्। र तेस्रो अप्सन रहेको छ पहिलो फिफा महिला विश्वकप सन् 1991मा इटालीमा भएको थियो। र यो क्वेसनको उत्तर तपाईँहरूले दिनु होला कमेन्ट बक्समा। यसको अप्सन रहेको छ 1 र 2 मात्र सही, 1 र 3 मात्र सही, 1, 2, 3 सबै सही र सबै गलत। यो उत्तर तपाईँ दिनु होला। यो लास्टको क्वेसन। यसरी नै म हरेक दिन तपाईँहरूलाई म राख्नेछु। तपाईँहरूको सल्लाह सुझाव अनुसार नै म अगाडि बढ्नेछु। विगतका क्वेसनहरू र इम्पोर्टेन्ट क्वेसनहरू म हरेक दिन तपाईँहरूले राख्नेछु। र सबैजना लाइक फलो गरेर साथ दिनु होला। धन्यवाद।